भन्यो राजा चाहियो राजा आऊ त्यसपछि हो जसरी हेर्न सक्नुहुन्छ हामी अहिले सामाखुसीमा छौँ यति सानो बच्चा यो 4-5 वर्षको बच्चा हुनुपर्छ के नाम हो बाबु श्रीशान्त लामिछाने राष्ट्रिय झण्डा ओढेर राजाको लागि 4 वर्षे बालक आन्दोलनमा होमिएका छन् बाफ रे बा अनि यो देशमा राजा नै चाहिने हो नेताले देश बनाएनन् हामी नेपालीहरू कहिले जाग्ने उहाँको बाबु हुनुहुन्छ राजाको लागि सानो बच्चा नै लिएर आन्दोलन आउनुभएको छ उहाँ बाबु भन्दै हुन्छ हाम्रो राजा हाम्रो देश ओ माय गॉड जय राजतन्त्र भरत बाबु राजतन्त्र राजतन्त्र ल गजबको दृश्य देखियो दर्शक भिडियोलाई धेरैभन्दा धेरै सेयर गरौँ 3 करोड नेपाली जनतामा पुग्ने गरी कमेन्ट गरौँ सेयर गरौँ अनि लाइक गरौँ